नमस्कार। यदि तपाईं घर बनाउँदै हुनुहुन्छ वा निर्माण व्यवसायमा हुनुहुन्छ भने यो भिडियो तपाईंको लागि विशेष छ। हामी यहाँ धमिरा, यसको जोखिम र समाधानको उपायको बारेमा चर्चा गर्नेछौँ। धमिरा जमिन मुनि कोलोनी बनाएर बस्ने सामूहिक किराको समूह हो, जो लाखौंको संख्यामा हुने गर्दछन् र सजिलै हाम्रो घरमा प्रवेश गर्न सक्छन्, जसले हाम्रो घरमा भएको बहुमूल्य फर्निचरमा लाखौंको क्षति पुर्याउन सक्दछन्। नेपालको प्रायजसो सबै क्षेत्रमा धमिराको उपस्थिति भएको हुनाले यदि घर बनाउँदै हुन्छ भने धमिराको जोखिमबाट बच्न दीर्घकालीन उपचार अवश्य गर्नुहोस्। अब हामी यहाँ बन्दै गरेको घरमा धमिराको उपचार कसरी गर्ने बारेमा चर्चा गर्नेछौँ। परम्परागत विधि अनुसार फुटिङको स्टेजदेखि विभिन्न चरणमा केमिकल स्प्रे गरेर गरिन्छ। नेपालको सन्दर्भमा ब्याकफिल गरेको मेटेरियललाई कम्प्याक्ट गर्न अत्यधिक पानीको प्रयोग गरिन्छ, जसले उक्त केमिकल लेयरलाई क्षति पुर्याउँछ। यदि पानी प्रयोग नगरिकन स्प्रे मात्र गरियो भने पनि केही वर्षमा उक्त केमिकलको रेसिड्यू सकिन्छ र पुनः धमिराको झन्झटिलो उपचार प्रक्रिया गर्नुपर्ने हुन्छ, जसले घरको सौन्दर्यलाई बिगार्छ र खर्चिलो हुने गर्दछ। यी सबै समस्याको दीर्घकालीन समाधान हामीले नेपालमा भित्राइसकेका छौँ। टर्मिपोर एन्टी टर्माइट पाइपिङ सिस्टम। यो प्रविधि नयाँ बन्दै गरेको घरमा धमिरा उपचारको लागि नवीनतम, प्रमाणित र प्रभावकारी समाधान हो, जुन भारत लगायत विश्वका धेरै देशहरूमा प्रयोगमा आइसकेको छ, जसले 30 वर्षभन्दा बढी समय धमिराको जोखिमबाट बचाउँछ। अब हामी यहाँ टर्मिपोर एन्टी टर्माइट पाइपिङ सिस्टमको बारेमा चर्चा गर्नेछौँ, जुन विशेष रबरको कम्पोनेन्टबाट बनेको हुन्छ। यस पाइपमा भएका सूक्ष्म प्वालहरूबाट केमिकल समान रूपमा बाहिर निस्कन्छ र जग वरिपरि फैलिन मद्दत गर्छ। यस प्रक्रियाबाट घरको जगमा लङ टर्म एन्टी टर्माइट बेरियर बनाउन मद्दत गर्छ। यसलाई पीसीसी ढलान हुनु अघि बीमको दुवै साइडमा कुलो बनाएर बिछाइन्छ। केमिकल इन्जेक्सन पोइन्टको लागि निकालेको पाइपबाट पानी हालेर पाइपको सबै भागबाट बराबर पानी निस्किरहेको छ कि छैन पक्का गर्नुपर्छ। टेस्टिङको काम सकिएपछि उक्त कुलोलाई सफा बालुवाले पुर्नु पर्दछ। सोलिङको काम सकिएपछि पहिलो पटक पीसीसी गर्नु अघि 5 लिटर प्रति वर्गमिटरको दरले एन्टी टर्माइट केमिकलको स्प्रे गर्नुपर्दछ। हरेक कोठामा केमिकल इन्जेक्सनका लागि निकालिएको पाइपलाई उपयुक्त स्थानमा राखी जङ्सन बक्स राखेर फिक्स गर्नुपर्छ। अब भविष्यमा धमिराको पुनः उपचार गर्नुपर्दा उक्त इन्जेक्सन पोइन्टबाट सजिलै गर्न सकिन्छ। उक्त इन्जेक्सन पोइन्टबाट इन्जेक्ट गरेको केमिकल घरको जगसम्म समान दरले प्रवाह हुन्छ, जहाँबाट धमिरा घरभित्र आउने सम्भावना रहन्छ। अब तपाईको घर पूर्ण रूपमा धमिराको जोखिमबाट सुरक्षित छ। यो प्रणाली तपाईले पनि आफ्नो घरमा इलेक्ट्रिशियन वा प्लम्बर मार्फत सजिलै लगाउन सक्नुहुन्छ, जसका लागि हामी अनलाइन सपोर्ट प्रदान गर्दछौँ। साथै हाम्रा अथराइज्ड एप्लिकेटरहरू पनि नेपालभर उपलब्ध छन्, जसले यो प्रणाली सुरक्षित र दक्षतापूर्वक जडान गरिदिन्छन्। टर्मिकेयर नेपाल अब तपाईको घर दीर्घकालीन सुरक्षा सहित शान्ति र विश्वासको साथ।